नमस्ते, यहाँलाई स्वागत छ यो बुक बिन्स एन्ड बियोन्ड पडकास्टमा। यहाँ चाहिँ हामी किताबको बारेमा चर्चा गर्छौँ र परिचर्चा गर्छौँ। र यो मार्च महिना चाहिँ जुन चाहिँ अन्तर्राष्ट्रिय नारी दिवस पनि परेको कारणले गरेर हामी चाहिँ महिला पात्रलाई चाहिँ केन्द्रमा राखिएर लेखिएका पुस्तकहरूको बारेमा चर्चा गर्नेछौँ। र आज चाहिँ हामी चाहिँ पारिजातद्वारा लेखिएको सिरिजको फुलको बारेमा चाहिँ चर्चा गर्नेछौँ। र मसँग हुनुहुन्छ सुनैना पन्थी। उहाँ चाहिँ सिरिजको फुलको एकदमै ठुलो प्रशंसक हुनुहुन्छ अनि मैले चाहिँ खास यो किताब पढ्न पनि उहाँबाट नै सिकेको हो। त्यही कारणले गर्दाखेरि चाहिँ हामी कुरा गरौँ आज सिरिजको फुलको बारेमा र पारिजातको बारेमा। र मैले सुनैनालाई सोध्न चाहेँ कि तपाईँले चाहिँ कहिले पढ्नुभयो सिरिजको फुल अनि तपाईँलाई के लाग्छ सिरिजको फुल भन्ने बित्तिकै तपाईँले के सोच्नुहुन्छ? फर्स्ट अफ अल थ्याङ्क यू भेरी मच। होइन, बुक्स बिन्स एन्ड बियोन्ड यो आज हामीले किताब चर्चामा चाहिँ पारिजातको चाहिँ सिरिजको फुल रोजेको छौँ। त्यसको लागि चाहिँ म अलिकति एक्साइटेड नै छु। अभियसली अब पढेको चाहिँ मैले स्कुलमै हो, पछि मास्टरमा लिट्रेचर पढ्ने क्रममा पनि फेरि पढ्यो र अन्डरस्ट्यान्डिङ फरक भयो। यसमा मलाई सबैभन्दा मनपर्ने चाहिँ अब यसको ओभरअल स्टोरी नै मनपर्छ मलाई। जुन प्लटमा जाँदाखेरि चाहिँ हामीले जस्तो यसमा सामान्यतया अब एउटा फ्यामिली हुन्छ नि, परिवारको कथामा, अनि अर्को एउटा आर्मी सेकेन्ड वर्ल्ड वारको टाइममा चाहिँ लडेर फर्केको एउटा सुयोगवीर, अभियसली त्यो आर्मीको चाहिँ अब इन्ट्री हुन्छ एउटा परिवारमा भनौँ न। होइन, अनि काठमाडौँको एकदम रमाइलो चाहिँ के छ भन्दाखेरि यो सेटिङ चाहिँ ओभरअल त्यो सामाजिक नेपाली टिपिकल सामाजिक परिवेशभन्दा धेरै फरक छ। 2022 सालमा लेखिएको पुस्तक त्यो हुँदाहुँदै पनि होइन। अनि त्यसले गर्दाखेरि चाहिँ मलाई यो सिरिजको फुल भन्दा पनि पारिजातको धेरै अरू कथाहरू पनि भनौँ न, त्यो उहाँले जुन क्यारेक्टर बनाउनुहुन्छ नि त्यसको चाहिँ सबभन्दा रमाइलो चाहिँ के लाग्छ भन्दाखेरि त्यति बेला अब जस्तो सेकेन्ड वर्ल्ड वारको टाइममा हामीले एक्जिस्टेन्सियलिजमको कुरा पनि ल्याउन सक्छौँ होइन, जस्तो नेपालीमा त्यसलाई अस्तित्ववाद भन्छ। अनि शून्यवादको कुरा पनि छ, काफ्कासँग पनि जोडिन्छ क्या धेरै चाहिँ। खास त्यो अब वेस्टर्न लिटरेचरको इन्फ्लुएन्स पनि देखिन्छ उहाँमा। अनि क्यापिटलिजम त्यति बेला ठ्याक्कै त्यो जुन प्लट चाहिँ के छ सिरिजको फुलको, त्यसमा सबैभन्दा राम्रो इन्ट्रेस्टिङ चाहिँ अब शिव जो घरको एउटा मेल पात्र भनौँ न, शिवको बहिनीहरू छन् 4वटा। अनि त्यसमा सकम्बरी, हामीले पटक चाहिँ सकम्बरीलाई चाहिँ अब उसले एकदमै मन पराउने माया गर्ने हुन्छ नि, उसको चाहिँ सबैभन्दा फेभरेट हो भनेर चाहिँ प्रायः डिस्क्राइब भइरहेको हुन्छ। र त्यहीमा शिवको साथी सुयोगवीर चाहिँ बारमा भेट भएपछि उसको घरमा पुगिसकेपछि चाहिँ अब परिचय हुन्छ। परिचय भइसकेपछि उसले अरू दिदी बहिनीहरू त अब कता जान्छन् त्यो त्यति थाहा हुँदैन होइन, आउने जाने हुन्छ। तर सकम्बरीलाई चाहिँ अब कसरी प्रस्तुत गरिन्छ भने सुरुमै सुयोगवीरलाई लाग्छ कि यस्तो कस्तो खालको केटी मान्छे जो चुरोट खान्छ, जो चाहिँ अब बोइज कट कपाल छ होइन त्यो समयमा पनि। अनि त्यसपछि उसले जीवनमा भेटेको महिलाहरू भन्दा फरक लाग्छ उसलाई, जो चाहिँ अस्तित्ववादको कुरा। मलाई एकदमै इन्ट्रेस्टिङ लागेको चाहिँ त्यहाँ यो पारिजातको सिरिजको फुलमा चाहिँ मुजुरा र सकम्बरी, जुन मुजुरा चाहिँ एउटा बहिनी हुन्छ सकम्बरीको होइन, उनीहरूको कम्पेरिजन छ कि जस्तै एकदमै ट्रेडिसनल फेमिनाइन उसमा फिट हुने चाहिँ मुजुरा छ होइन, ऊ एकदमै मुजुरासँग आकर्षित हुन्छ, जुन मेल लिड चाहिँ होइन। त्यसपछि आएर सुयोगवीर चाहिँ, अनि त्यसपछि आएर सकम्बरी चाहिँ कपाल पनि काटिएको हो होइन, चुरोट खाने भनौँ न। अनि त्यसपछि ऊ चाहिँ कस्तो भन्दाखेरि नास्तिक होइन, समाजसँग नमिल्ने मिसफिट जस्तो एक खालको चाहिँ भनौँ न। अनि समाजका हरेक भएका कुराहरू भयो, यो विवाह भनेको किन गर्ने होइन, किन जन्मदिन मनाउनु पर्यो, उमेर भनेको त बढ्दै जान्छ। त्यसमा अब किताब पढ्दै जाँदाखेरि उसले बोल्ने त्यो कुनै पनि सेन्टेन्स छ जस्तो केही विषयवस्तुमा ठ्याक्कै त्यो बेलाको समाजभन्दा धेरै फरक। अहिले पनि त्यस्तो महिलाहरू भेटिन गाह्रो पनि छ र भेटिँदाखेरि समाजलाई अचम्म पनि लाग्छ। भनेपछि अब 1960s चाहिँ भनौँ न पारिजातले लेख्नु भएको त्यो कृति हो। र सबभन्दा इन्ट्रेस्टिङ यसमा अर्को अब प्लटलाई हामी अझ डिस्क्राइब गर्दै जाँदाखेरि चाहिँ कस्तो हुन्छ भन्दाखेरि मलाई सबभन्दा मन परेको चाहिँ जुन त्यो सुयोगवीरको र सकम्बरीको जुन संसारै फरक छ क्या होइन, त्यसमा डिस्क्राइब गर्दै गइन्छ नि। जस्तो ऊ चाहिँ आर्मी भयो,
सकम्बरीलाई सुयोगवीरको बारेमा केही पनि थाहा हुँदैन अनि उसले त्यहाँनिर भनेको छ नि त जस्तो म उसलाई प्रेम गर्छु ऊ चाहिँ एउटा हारेको दोस्रो विश्वयुद्धमा हारेको भगौडा सैनिक के अनि उसले महिलाहरूलाई बलात्कार गरेको कुरा चाहिँ मजाले उसले आफूले सम्झन खोजिरहेको हुन्छ होइन किन भन्दाखेरि सकम्बरी चाहिँ उसलाई मनपर्छ अनि त्यहाँनिर मलाई एउटा रमाइलो के लाग्छ भने यसलाई म मन पराउँछु त्यसैले म बलात्कार गर्न त्यो कुरा चाहिँ मलाई एकदमै राम्रो लाग्छ जस्तो तपाईँलाई कस्तो लाग्छ त्यो मलाई चाहिँ सुयोगवीर क्यारेक्टर एकदमै इन्ट्रेस्टिङ किन लाग्छ भन्दाखेरि जस्तो यो जेन्डर पर्सपेक्टिभबाट हेर्ने हो भने पनि उसको जुन यो हेजेमोनिक म्यास्कुलिनिटी भन्छ कि जस्तै पुरुष त हुन्छ नि एकदमै पुरुष भइसकेपछि चाहिँ यस्तो हुनुपर्छ होइन पुरुषार्थ अनि त्यो सुयोगवीरमा पनि के देखिन्छ भन्दाखेरि ऊ चाहिँ आर्मी हो तर भगौडा आर्मी हो अनि उसले मेन्सन पनि एउटा कुण्ठा हुन्छ कि उसमा चाहिँ जस्तै म युद्धमा गएँ तर मैले कुनै अवार्ड पाइनँ या चाहिँ मैले कुनै पनि सैनिकलाई मारेको छैन जस्तो तपाईँले अघि भने जस्तै बलात्कार गरेको कुरा चाहिँ उसले एकदम नमिठोसम्म सम्झिन्छ होइन ऊ त्यसमा खुसी पनि छैन त्यही भएर ऊ पनि एउटा आफूले पुरुषार्थ गर्न नसकेको पुरुष उसले चाहिँ बारम्बार त्यो भन्छ नि होइन धेरै ठाउँमा त्यो पनि भन्छ अनि अर्को फेरि यस्तो पनि छ ती महिलाहरूलाई दिएको दुःख मलाई याद पनि छैन भन्छ क्या उसले भन्नाले ऊ चाहिँ कस्तो छ भन्दाखेरि निर्दयी पनि हो ऊ क्रूर पनि छ उनीहरूप्रति होइन भनेपछि त्यो क्यारेक्टरलाई चाहिँ ठ्याक्कै पारिजातले के मेलको पोइन्ट अफ भ्यू जस्तो कस्तो लाग्छ भने धेरै इन्ट्रेस्टिङ कुरा मलाई लागेको छ पारिजात त अविवाहित महिला हो नि त जुन तरिकाबाट एउटा पुरुषको साइकोलोजी उहाँले एउटा न्यारेटरै हो हाम्रो होइन त्यो पुरुषको साइकोलोजी जसरी उहाँले क्रिएट गर्नुभएको छ नि त्यो पनि एकदम इन्ट्रेस्टिङ छ कि मलाई सधैँ पढ्दाखेरि लागेको चाहिँ पारिजात महिला भएर पनि अविवाहित महिला भएर पनि उहाँले जुन तरिकाबाट एउटा पुरुषको साइकोलोजीलाई चाहिँ उहाँले चित्रण गर्नुभएको छ त्यो चाहिँ कस्तो राम्रोसँग गर्नुभएको भनेर त्यसलाई चाहिँ मैले जहिले पनि एप्रिसिएट गरेँ कि पारिजातको त्यो त्यसमा पर्सपेक्टिभलाई चाहिँ त्यसमा जुन लेख्नु भएछ नि शङ्कर लामिछानेले उहाँको बारेमा जुन एउटा लेखिदिनु भएको छ किताबमा भनौँ न रिभ्यू जस्तो भावना त्योमा भूमिका भनौँ शङ्कर लामिछानेलाई पनि लाग्छ त्यो इभन म केटा भए पारिजातले कसरी लेख्नु त उहाँले कवियत्री पनि भन्नुहुन्छ अनि कसरी लेख्नु भयो होला जस्तो मेरो बहिनी भए पनि मैले चाहिँ उसलाई प्रेमिका पो हो कि जस्तो माया गर्नु जस्तो पढ्दै जाँदा मन पराउन थाल्ने खालको अभिव्यक्ति पनि त्यहाँनिर छ भनेपछि अब एउटा रमाइलो चाहिँ के छ भने मलाई जसमा लाग्छ पारिजातको लेभल अफ अन्डरस्ट्यान्डिङ जुन त्यति बेला पनि जस्तो 1960को दशकमा भनौँ न एउटा अविवाहित नेपाल त कस्तो थियो 28 वर्षमा लेखियो भन्ने छ क्या 28 वर्षमा उहाँले चाहिँ शिरीषको फुल लेख्नु भएको 28 वर्षको त्यति बेलाको केटीले यो खालको संरचना मतलब एउटा 45 वर्षको सिपाहीको होइन भगौडा सिपाहीको साइकोलोजी चित्रण गरेको चाहिँ एकदम ब्रिलियन्ट लाग्छ मलाई एकदमै अनि अहिले पनि अब नेपाली समाजमा विवाह सन्तान जीवन भनौँ न महिलाको जति पनि त्यो एकदमै ठुलो मान्छ त्यहाँ सकम्बरी क्यारेक्टर कता कता पारिजात नै हो कि जस्तो पनि लाग्छ किन भन्दाखेरि 24 वर्षको सकम्बरी होइन उसलाई विवाह त्यो कुनै पनि कुरा सकम्बरी शारीरिक रूपमा अशक्त पनि हुन्छन् होइन त्यो पनि इन्ट्रेस्टिङ छ कि किनभने पछि पारिजातमा पनि त्यो सायद सिम्पटम कहीँ न कहीँ मलाई पनि त्यो पारिजातै हो कि सकम्बरी जस्तो लाग्छ अनि अर्को इन्ट्रेस्टिङ लागेको कुरा चाहिँ जुन यो सिरिजको फुलहरू छ नि दुईटा फुल के एउटा सिरिजको फुल छ एउटा सुनगाबा फुल छ होइन त्यसको चाहिँ कस्तो लाग्छ त्यो जुन सुनगाबा फुललाई चाहिँ जसरी भनिएको छ होइन यसमा अब मेटाफोरिकली सबैभन्दा राम्रो अर्को पाटो के छ थाहा छ यो उपन्यासमा उहाँले मेटाफोर धेरै प्रयोग गर्नुभएको छ क्या जस्तो कथा भन्दै उहाँले पात्रलाई ल्याउँदै जानुहुन्छ जस्तो कि बिचमा सुयोगवीर अब जस्तो भनौँ न यो शिरीषको फुल जस्तो कतिजना मेरा अनि अझ शिवले मेरो चाहिँ आमासहित 4वटा दिदी बहिनीहरू छन् होइन आमालाई पनि बहिनीको उमा राखेको कुराहरू छ अनि त्यसपछि त्यहाँनिर जस्तो इन्ट्री गर्ने बित्तिकै एउटा परिचय गराउने क्रममा सबै त देखियो जस्तो अनि यो मटान त्यो घर अनि त्यसपछि यी चिजहरू यो पनि त साक्षात्कार गर्नुपर्ने हो नि त भनेर उसलाई नि लाग्छ भनेपछि हरेक विषयवस्तुहरू त्यसमा चाहिँ पारिजातले पात्र र विषयवस्तु अथवा त्यहाँ रहेका जस्तो शिरीषकै फुल जुन घरभित्र क्याम्पामा भनौँ न के अरे एक्सप्लेन गरिन्छ नि त्यो पनि मेटाफोरिकली त्यो पात्रसँगै जोड्या हो क्या अर्को एकदम इन्ट्रेस्टिङ भनेको चाहिँ बैठक कोठा कि
त्यो याद गर्नुभयो भने मलाई चाहिँ त्यो बैठक कोठा भनेको एउटा पब्लिक स्पेस लाग्छ कि जहाँ चाहिँ सकम्बरी मात्रै आउँछिन् नि, मुजुरा पनि कहिले पनि आउँदैन, सानो पनि कहिले पनि आउँदैन होइन। त्यहाँ उसले भेटिरहने भनेको चाहिँ सकम्बरीलाई मात्रै हो। अनि भनेपछि चाहिँ जुन यो पब्लिक स्पेसमा या चाहिँ त्यो बैठक कोठालाई चाहिँ एउटा पब्लिक स्पेसको रूपमा होइन जुन आउने होइन, अनि त्यसपछि च्यालेन्ज गर्ने, सकम्बरीले त कति च्यालेन्ज गर्छ नि त उसको होइन, त्यो चाहिँ इन्ट्रेस्टिङ छ। अनि अर्को उनीहरूको जीवन दर्शन पनि दुवैजना क्यारेक्टरको कस्तो एउटै छ जस्तो लाग्छ मलाई चाहिँ के, पारिजात र सकम्बरी होइन, सकम्बरी र सुयोगवीर के दुवैजनाको एउटा निराश छ नि उनीहरू जीवनप्रति। यस्तो छ, सुयोगवीरको निराशा चाहिँ कस्तो भन्दाखेरि अब पारिजातको अन्डरस्ट्यान्डिङमा वेस्टर्न जुन ग्लोबल सिनारियो त्यति बेलाको कस्तो थियो भने वारको टाइम थियो नि त, जापानसँगको युद्ध भयो होइन। त्यो बेलामा अब बिचरा नेपाली आर्मीहरूको जुन एउटा स्थिति पनि हो क्या, त्यो हुन्छ नि अवस्था के, जस्तो 45 इयर्स मैले अहिलेसम्म बिहा गरेको छैन, यो जुन डिप्रेसनको जस्तो अहिले चाहिँ डिप्रेसनको बारेमा कुरा हुन्छ त त्यो हो नै, त्यो आर्मी के थियो डिप्रेसनमा थियो के, पोस्ट कन्फ्लिक्ट जसलाई चाहिँ हो ऊ चाहिँ डिप्रेसनमा भएको हो, जसलाई चाहिँ डायग्नोसिस भएन। अनि त्यति बेला अब त्यो तरिकाले मेडिकलमा एक्सप्लेन गर्ने कुरा पनि ल्याङ्ग्वेजमा के अरे त्यही त एक्सप्लेन गर्ने कुरा पनि भएन भने चाहिँ त्यो डिप्रेसन पनि ल्याएको हो त्यसमा है, एउटा बिमारी मेन्टल फेज भनौँ न। अनि अर्को अब जस्तो उसले सकम्बरी चाहिँ कता कता मलाई सकम्बरी चाहिँ उसले एप्रोच गर्न नसकेको महिला पनि हो। सकम्बरी स्ट्रङ क्यारेक्टर त लास्टमा उसको जुन डेथ हुन्छ हो त्यो चाहिँ यसमा रमाइलो इन्ट्रेस्टिङ क्वेसन चाहिँ के छ भन्दाखेरि महिलाको जस्तो सेक्सुअलिटी, अब सेक्सको बारेमा पनि कुरा गरौँ। पारिजातलाई यस्तो हुन्छ क्या, पारिजातले समाजलाई त्यहाँनिर चित्रण त गरेकै होइन, त्यति धेरै समाज जोडिएकै छैन कहीँ पनि होइन। आमा छ, आमा हुनुहुन्थ्यो, मधेसतिर हुनुहुन्थ्यो भन्ने छ। शिव त्यहाँ सबै सकम्बरीको कन्ट्रोलमा भएको पात्र छ मेल होइन, शिवलाई उसले जुन तरिकाले चाहिँ मेनिपुलेट गरेर हुन्छ। अनि सुयोगवीर त अब उसले त्यो शिवको साथी हो, उसले त्यो त्यति ठुलो मान्छे नै मानेको छैन भन्नाले त्यो उसको उपस्थिति उसको लागि त्यति ठुलो नै भएन क्या। त्यसले गर्दाखेरि सकम्बरीलाई पारिजातले स्ट्रङ फिजिकल्ली र समहाउ मेन्टली पनि स्ट्रङ त बनाउँदै गएको हो। तर त्यहाँनिर वुमेनको सेक्स जुन कुरा ठ्याक्कै जोडिन्छ नि बडीसँगको कनेक्सन, जस्तो महिलाले जब चाहिँ उसको आफ्नो माई बडी माई चोइस भन्ने कुरा त अहिले त एक्सप्लेन छ, त्यति बेला पनि अब कता न कता ती कुराहरू सबै भावनामा थिए, तर यसरी कसैले पनि एक्सप्लेन त गरिदिएको थिएन नि त समयअनुसार। अनि मलाई चाहिँ कस्तो लाग्छ भने हुन्छ त सुसाइड भनिन्छ लास्टमा, जस्तो लिपलक सुसाइड हो कि ऊ त्यो निराशा भएर भएकोमा त्यो खुलाको छ त्यो यस्तो छ। त्यो मलाई 2-3वटा पोइन्ट छ यसमा चाहिँ मलाई इन्ट्रेस्टिङ चाहिँ के लाग्छ भने पहिलो कुरा त आफूले त्यति धेरै मतलब नगरेको केटा मान्छे छोरा मान्छेले मलाई टच गर्यो भन्ने एउटा त्यो साइकोलोजी त्यो चाहिँ त्यो कस्तो हुन्छ नि, मान्छेलाई कहिलेकाहीँ कस्तो हुन्छ भन्दाखेरि मान्छे इगो हुन्छ नि त्यो एकदम उसमा चाहिँ एकदम त्यो कस्तो कुन लेभलको भने तैँले मलाई यस्तो गर्ने भन्ने कुराले उसलाई फ्रस्ट्रेट बनाउँदै गयो कि ओभरअलमा होइन। अर्को मन पराउँथ्यो कि, तर मन पराउने कुरा चाहिँ त्यति धेरै कहीँ पनि खुलेको छैन सकम्बरले, मलाई चाहिँ त्यस्तो लाग्छ। त्यो लास्टमा मलाई एकदमै इन्ट्रेस्टिङ भन्दा पनि कौतूहल त लाग्यो कि अब सकम्बरीको डेथ हुन्छ अनि त्यो कसले भन्छ होइन। मलाई अलिकति त्यो अहिले हामी त्यो मृत्युमा जानुभन्दा थोरै म अगाडि आउँछु। सुयोगवीरले त्यहाँनिर के भनेको छ भन्दाखेरि बडी भनेको जुन पनि कुरालाई उसले मजाले च्यालेन्ज गर्न सक्छ र एक्सेप्ट गर्न सक्छ उसको अन्डरस्ट्यान्डिङ छ क्या। उसलाई चाहिँ के लाग्छ भने म बडीलाई प्रपोज गरिदिन्छु, म बडीलाई चाहिँ छोइदिन्छु, म बडीलाई किस गरिदिन्छु भनेर उसले सोचेको हो क्या खास होइन। किन भन्दाखेरि त्यति बेलासम्म सकम्बरले हरेक कुराहरू त उसलाई जित्दै ल्याएको हो नि त। अनि किनभने ऊ रेपिस्ट हो, त्यसरी पनि सोचेको हुन सक्छ। अभियसली उसले एउटा कस्तो भन्दाखेरि उसले एउटा अपर्च्युनिटी एउटा सिचुएसन खोज्दै आएको थियो नि त होइन। भनेपछि म त त्यत्रो त्यस्ता महिलाहरूलाई त मैले त रेप गरेको मान्छे मेन्टालिटी त्यहाँनिर हो क्या त्यो। किनभने कुनै पनि मलाई जसमा लाग्छ कुनै पनि पुरुषले कुनै पनि महिलालाई त्यति फास्ट उसले चाहिँ एप्रोच गर्न सक्दैन होला त्यो समयमा
होइन त्यहाँनिर चाहिँ त्यसको साइकोलोजी महिलाप्रति लिने साइकोलोजी पनि साइकोलोजी देखिन्छ उसले कन्ट्रोल गर्नु पर्यो किनकि उसले बडीलाई कन्ट्रोल गर्न सकिरहेको थिएन उसले सबैलाई कन्ट्रोल गरिरहेको थियो बडीसँग त ओपिनियन थियो बडीले त उसलाई क्रिटिसाइज गर्थ्यो होइन त्यो भएर चाहिँ उस त्यहाँ चाहिँ उसको कन्ट्रोल पनि देखिन्छ जस्तो लाग्छ होइन अब उसले हुन त त्यसलाई प्रेमको रूप दिएछ मैले प्रेम गर्छु बडीलाई भनेको छ होइन तर त्यो जुन सुयोग वीरको एउटा सिफ्ट हुन्छ नि बडीलाई वितृष्णाबाट बडीलाई प्रेमतिरको आकर्षण हुन्छ नि त्यो सिफ्ट चाहिँ मलाई एकदमै गजब लाग्छ क्या त्यसमा कसरी त्यो गर्यो होइन तर यो एकदमै साइकोलोजिकल उबाट सोच्ने हो भने त यो सिरिजको फुलमा त यति धेरै क्वेसन छ पढिसकेपछि झन् क्वेसनै क्वेसन छोडेर गएको छ उसले पारिजातले होइन जस्तो अनि सुनैनाले भने जस्तै अब मलाई चाहिँ फेरि के लाग्छ भने जुन यो बडीले चाहिँ यो सुनगावा के उनीहरूको एउटा कन्भर्सेसन हुन्छ किनकि सुनगावा चाहिँ उसलाई एकदमै मनपर्छ कि बडीलाई उसले आफैले ल्याएर रोपेको हुन्छ नि उसले के भन्छ भने इन्सेक्ट किलर हो यो भमरालाई मार्छ यसले भन्छ कि होइन अनि त्यति बेला त्यो सुयोगवीरले भन्छ यो महिलालाई किन भमरालाई मार्दाखेरि त्यो खुसी लागेको होला भन्छ होइन अनि उनीहरूले त्यसमा एउटा एकदम इन्ट्रेस्टिङ छ सुयोगवीरले भन्छ भमरालाई फुललाई भमराले चुस्न नपायो भने त के मजा आउँछ र भरि भनेर सोद्धाखेरि अनि उसले भन्छ कि आफै फुल्ने आफै ओइलिने होइन किन भमराको लागि बन्ने भन्दा जुन उसको दर्शन चाहिँ त्यो होला कि फ्री भएर बाँच्ने फ्री लाइफ जिउने तर किन म अर्काको उपयोगकै साधन भनौँ भन्ने हो कि जस्तो लाग्छ अनि अब त्यो एकदमै रिडरले जसरी पनि इन्टरप्रेट गर्नु पायो यो बडीले के सोच्यो भन्ने कुरा तर यसमा बडी चाहिँ स्ट्रङ हो कि विक हो भन्ने कुरा चाहिँ उ लाग्छ कि किनकि पुरा उपन्यासमा बडीलाई स्ट्रङ देखाइएको छ तर एउटा अब हुन्छ नि त्योमा चाहिँ लास्टमा उसले जुन तरिकाबाट रेस्पोन्स गर्यो नि त्यो चाहिँ मेरो लागि चाहिँ अलिक मिल्छ नपत्याउँदो खालको रेस्पोन्स हो के म यस्तो हुन्छ सुसाइडको थ्योरी पनि त्यहाँनिर के सुसाइड थ्योरी त्यो चाहिँ सुसाइड नै चाहिँ हो जस्तो लाग्दैन तर उसले आफूलाई मारेको चाहिँ स्लो पोइजन मतलब डिप्रेस भएर त्यो चाहिँ किन भन्छ भन्दाखेरि भन्न त अब मान्छेले सुयोगवीरलाई उसले मन परायो भन्छ तर मलाई कुनै पनि एङ्गलबाट उसले मन पराएको जस्तो चाहिँ लाग्दैन है पहिलो पोइन्ट अनि दोस्रो चाहिँ कस्तो भन्दाखेरि त्यसले मलाई छोयो त्यसले मलाई के गर्यो छुने बडीसँगको कनेक्सन चाहिँ त्यति बेलाको अन्डरस्ट्यान्डिङमा इभन अहिले पनि भनौँ न कुनै पनि व्यक्तिले टच अहिले पनि त महिलाहरूलाई यसो बाटोमा हिँड्दाखेरि कसैले छोको त मन पर्दैन नि त होइन भनेपछि उनीहरू के एग्रेसिभ हुन्छ अब अहिले त त्यो के भन्छ के अरे हामीसँग विभिन्न माध्यम छ अनि अर्को चाहिँ त्यति बेला अहिले पो मान्छेले सुसाइड गर्दैनन् आफ्नो कुरा भन्छन् मलाई फलानुले जस्तो मिटु मुभमेन्टको कुराहरू आयो होइन त्यो तर त्यति बेला त अब आत्महत्या सामान्य हो नि त आफूलाई मार्नु भनेको त सामान्य त होइन न मैले भन्न खोजेको समाजले त्यसलाई त्यति ठुलो बनाएको थिएन नि जस्तो महिलाहरूले मलाई कसैले के गर्यो भनेर अहिले त मिडियामा जाने कुराहरू छ मलाई कसैले पिट्यो मार्यो 10 वर्ष 15 वर्ष अगाडिसम्म लाज हुन्थ्यो नि पीडा हुन्थ्यो नि त भनेपछि भित्र चाहिँ के भन्छ त्यसलाई त्यो लिएर बस्ने अनि बाहिर चाहिँ एक्सप्लेन गर्न नसक्ने सोसाइटी जस्तो बढी पो ओपन माइन्डेड तर ऊ रहेनछ भन्ने बुझ्यो नि त किनकि उसले आफूलाई एक्सप्रेस गर्न सकेन जस्तो ऊ लास्टमा चाहिँ फ्रजाइलै देखायो कि पारिजातले त्यो फिमेल क्यारेक्टरलाई होइन किनकि उसले त्यति स्ट्रङ लाग्थ्यो बढी तर लास्टमा उसले जुन बाटो रोज्यो या जे भयो होइन तर उसको त्यो साइकोलोजिकल न्यारेटरले त्यहाँसम्म पुग्नै सकेको छैन कि बडीले के सोच्यो के भयो भन्ने कुरा होइन त्यो थाहा भएको भए चाहिँ एकदमै इन्ट्रेस्टिङ हुन्थ्यो होला तर त्यसले चाहिँ के देखाउँछ भने महिला फ्रजाइलै हो भनेर देखाएको कि जस्तो लाग्छ पारिजातले मलाई मेरो आफ्नो अन्डरस्ट्यान्डिङमा चाहिँ त्यो एउटा पोइन्ट हो अर्को विभिन्न एङ्गल छ किन भन्दाखेरि हामीले उसको जस्तो अनि सबैभन्दा राम्रो ट्विस्ट एकदम टर्निङ पोइन्ट भनौँ न बढी मैया जस्तो सुयोगवीर जान्छ नि होइन रियाक्सन बुझ्न गएको हो क्या ऊ चाहिँ लास्टमा अब ओहो बढी त कस्तो एग्रेसिभ भयो होला होइन मलाई प्याच भन्ने होला तैँले मलाई यस्तो गरिस् भनेर कराउने होला उसले त विभिन्न जस्तो अझ उसले भनेको छ नि बाटोमा आउँछ कुकुर भुक्छ अनि एउटाले मुख छाडेर बोल्यो भनेको छ विभिन्न म्याटाफोर कस्तो राम्रो छ क्या त्यो जस्तो सुयोगवीर नबोल्दाखेरि पनि त्यो सराउन्डिङ जुन पारिजातले चाहिँ एक्सप्लेन गरेको कुरा छ नि एउटा टुरिस्ट केटीको कुरा छ बॉयज कट वाली होइन चुरोट खाइराखी छ अनि जुत्ता के पलिस लगाउने त्यो एउटा चाहिँ के चलाउनेले रिक्सा के अरे के ठेला चलाउनेले चाहिँ मुख छाड्यो भनेको छ भनेपछि त्यो उसको चाहिँ मेन्टल स्टेट भनौँ न त्यहाँनिर त्यो सबै एक्सप्लेन गरे हो नि अब लास्टमा ऊ बुझ्न जान्छ नि सबभन्दा रमाइलो चाहिँ मलाई के लाग्छ भने लास्टमा बडीले कस्तो रियाक्ट गर्ला त
भनेर बुझ्न जाँदाखेरि त्यो ठ्याक्कै जाँदाखेरि त बरी मैयाको स्वर्गवास भयो भन्छ नि, यस्तो राम्रो त्यो। त्यसपछि बल्ल चाहिँ त्यो रिडरलाई विभिन्न सिचुएसन विभिन्न पोइन्ट अफ भ्यूबाट चाहिँ एनालाइसिस गर्ने हुन्छ नि त्यो क्वेसन। म चाहिँ पहिलोपल्ट पढ्दाखेरि सक्ने भएको थिएँ कि बरीबाट मैले चाहिँ त्यो एक्सपेक्ट गरेको थिइनँ। म चाहिँ बरीलाई हुन्छ नि अलिकति फरक क्यारेक्टर हो भन्ने मलाई हुन्छ नि, त्यो चाहिँ मैले एक्सपेक्ट गरेको थिइनँ कि बरीले को चाहिँ लास्टमा हुन्छ नि निधन हुन्छ भनेर चाहिँ मैले शून्यवाद को थियो जुन त्यो कन्सेप्ट छ त्यो कता कता जोडिया चाहिँ यही पनि हुनसक्छ। अब त्यही हो, मलाई चाहिँ पारिजातको यो पढ्दाखेरि मैले अघि नै भन्छ कि फ्रेन्च काफका पनि याद आउँछ। सिरिजको फुल चाहिँ किन राख्नु भयो होला है पारिजातले? सिरिजको फुल त्यसमा त्यो होइन, त्यो फेज होइन सुरुमा सुएकवीर इन्ट्री गर्नेदेखि लिएर लास्टसम्म जुन त्यो सिचुएसन अनुसार त्यो चेन्ज छ होइन, त्यसलाई अब जस्तो सिरिज मेटाफोरिकल त्यो मेटाफोरिकली नै हो। अनि अर्को कुरा अब त्यही हो, पारिजात सबैभन्दा रमाइलो त पारिजातको सिरिजको फुल मात्र होइन, अरू लेखहरू पनि उत्तिकै राम्रो छ। तर यो किताब चाहिँ जति पढ्यो त्यति नै प्रश्नहरू छोडेर जान्छ, त्यही भएर समय कन्टेक्स्ट पनि मिल्छ क्या जहिले पनि। त्यो पात्र जहिले त्यो महिला समाजमा अबको 10-15 वर्षपछि पनि त्यति नै नयाँ। आज पनि हामीलाई सकम्बरी जस्तो महिला चाहिँ हाम्रो समाजमा हुनु हुँदैन होइन, त्यति स्ट्रङ महिला चाहिँ अहिले पनि एकदम कमै देखिन्छ। त्यही भएर चाहिँ अब तर सिरिजको फुल नपढ्नु भएको त सायदै कमै हुनुहुन्छ होला, तर पनि पढ्नु होला, एकदमै इन्ट्रेस्टिङ छ यो बुक चाहिँ। अब अडियो रेकर्डिङ पनि पाइन्छ अहिले, सुन्नलाई पनि पाइन्छ होइन, सुनेन अरू केही छ? अरू त अब त्यही हो, पढ्नु होला भन्ने हुन्छ। अनि अन्तर्राष्ट्रिय महिला दिवसको यहाँलाई शुभकामना, सबैजनालाई शुभकामना। त्यही हो, हामी फेरि पनि आउँछौँ अर्को यस्तै स्ट्रङ क्यारेक्टरको बारेमा हामी चर्चा परिचर्चा गर्नलाई। हामी फेरि पनि चर्चा परिचर्चा गर्छौँ। धन्यवाद यहाँहरूलाई, थ्याङ्क यू। What?